यो दृश्य हो गैरी गाउँ सुकुम्बासी बस्तीको, जहाँ चाहिँ यति ठुला ठुला घरहरू पनि बनाइएको रहेछ। अब दुःख त लाग्छ आफूले बनाएको घरहरू भत्किँदा, तर नियम कानुन विरुद्ध सरकारी जग्गामा यसरी बनाउनु यो त नियम उल्लङ्घन नै हो। उहाँहरूलाई पनि थाहा थियो होइन। अब एउटा राम्रो गर्नलाई होइन, एउटा विकासलाई अगाडि बढाउनलाई अब कानुनी रूपमा अगाडि जानुपर्ने हुन्छ। त्यही भएर अब यो पक्षबाट विभिन्न कुराले अगाडि सकारात्मक कुरा देखाउँछ, किनकि अब यो खोला नालामा यही बस्तीहरू कारणले चाहिँ होइन मिचिएको थियो। भोलिको दिनमा यसलाई एकदमै यहाँबाट निकाल्ने ढल निकासलाई एकदम इम्प्रुभ हुनसक्छ, नदी किनार स्वच्छ हुनसक्छ। यहाँ अब एकदमै राम्रो राम्रो पार्कहरू हरियाली गराएर होइन एकदमै फ्युचरको भविष्यको लागि आउने पुस्ताहरूको लागि एकदमै राम्रो हुन्थ्यो। योबाट एउटा भोट ब्याङ्कको रूपमा पनि उहाँ विभिन्न नेता विभिन्न पार्टीहरूले 30-35 वर्षदेखि जुन राजनीति गरेको थियो होइन, उहाँहरूलाई प्रयोग गरिएको थियो। त्यो हुनाले एउटा राम्रो गर्नको लागि जनताले पनि यसले साथ दिएको छ होइन। जनताले पनि सही तरिकाले छोडेर होइन जनतालाई सरकारलाई गर्नुहोस् भनेर यो काम